अहिले चाहिँ हामी यहाँ मल गइरहेको छौँ। हेलो गाइस, अहिले चाहिँ हामी यहाँ चेन्नाईको मल फिनिक्स मलमा आइरहेको छौँ। हामीलाई यहाँ यहाँबाट अगाडि गइरहेको हो, यहाँबाट हिँड्नु भनेको नि हाम्रो दिदी एकदम बाहिर अब फायर नि त्यसैको के अरे त्यसै उसलाई उयो हुन्छ त्यसै उसको बारेमा चाहिँ के अरे त्यसो हाइमा हुन्छ यहाँनिर गाडी त्यस्तो भनेर घर उहाँ एकदम फायर हुनुभयो। उहाँ डल्ला गाडीहरू कता हिँडेको पनि देखेछ। हेलो गाइस, र हामी चाहिँ अहिले यहाँ दिनभरि बसेर अल्छी लाग्यो भन्न मिलेन है। दिनभरि चाहिँ त्यही हो, सानोतिनो कामले गर्दाखेरि मतिर घुम्न जानुभयो। अन्त यता दाजु भाउजू दिदी हेर्नुहोस् यहाँको नजाराहरू। पपया रेस्टुरेन्ट हो कि के हो यो है। पपयादेखि उता पढ्नु पनि आएन, धेरै पनि लेखेको छुइनँ। पपया त इङ्ग्लिसमा मेवालाई पपया भन्थ्यो क्या, यहाँ त रेस्टुरेन्टहरू पनि रहेछ गाइस होइन। त्यहाँदेखि उता त पढ्नु आएन के त्यो पनि कति राम्रो राम्रो सपिङ वाउ हेर्नुहोस् त्यो हाम्रो अरूलाई पनि एकदमै समय छ गाइस। यतिको केटाले चाहिँ पाल्छ अरूलाई चलाएर कसैलाई नम्बर गर्नु पर्छ नि कता हुन्छ त्यसरी हरेको पनि गइरहेको छौँ हामी चाहिँ हो। अनि यहाँ अर्को हप्ताको लागि पनि प्लान भइसकेको छ क्या मेरिना बिच जाने भन्दै। अनि तपाईँलाई एउटा जुत्ता किनिदिन्छु अन्त त्यसको बादमा के अरे भाइलाई एउटा घडी किनिदिन्छु। उहाँहरूको सपिङको बारेमा कुरा चल्दैछ, सल्लाह हुँदैछ। बुढाबुढी हो र गर्लफ्रेन्ड बोयफ्रेन्ड होला निलैलाई घरमा त देख्न पाएन त, त्यसरी बाहिर देख्दै गरिरहेछ। हल्का मजा गरेको गाइसमा चाहिँ हस्बेन्ड वाइफ हो। उहाँहरूको 12-15 वर्षको छोराछोरी पनि छ। हामी चाहिँ अब गइरहेको छौँ अब पुगेपछि फेरि यहाँ मद्रासमा चेन्नाईमा चाहिँ पुरा रोडहरू यो बाटोहरू पुरा बन्दैछ कि कहिले पनि सक्ने मेट्रो पुग्ने ठाउँबाट गरे कहिले पुगिसक्यो। हामी चाहिँ अहिले यो चाहिँ हो मेन रोड हो। अहिले हामी आइपुग्यौँ होइन। हामी कहाँ आएको रे? हामी मरिना बिच। कहाँ आउनु भएको म्याम? मरिना। ए आइपुग्यौँ। अब त्यहाँ पानीमा गर्दाखेरि देखाउँछु। अब मरिना बिचको बारेमा त मलाई खासै त्यस्तो थाहा छैन। अहिले म त्यहाँ पुगेर तपाईँहरूलाई बताउनेछु गाइस। One of the longest beach in India. It has 13 kilometer long distance. बुझिहाल्नु होला, खालि 30 मिनट्स खोइ के डिस्टेन्स भन्ने सक्नुभयो उहाँले। यहाँ चाहिँ माउन्टेन ड्यू किनिसक्यौँ। अब हामी खोलातर्फ लागिरहेको छौँ। केही खानेकुरा छैन, गइरहेको छौँ। वाउ हेर्नुहोस्
बालुवाको नजारा गइरहेको छु गाइस खेल्न छु चुङ गर्नु मामाहरूले दिनुहुन्न र पनि अब गएर चुङ आइपुगिसक्यौँ समुद्रमा हेर्नु सक्नुहुन्छ आएर देखाउने छु म के गर्नु भ्याइएन हाम्रो काकाको घर देखाइदैन पिल 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 लाइट बलेको चाहिँ हाम्रै काकाको हो हेर्नुहोस् गाइस अङ्गेटा पक्रिनु खोज्दैछ गाइस यहाँ चाहिँ अहिले बिचमा कोसिस गरिराख्नु भएको छ उहाँले गङ्गेटा खोज्नुलाई उहाँ इग्नोर माई खुट्टा गङ्गेटा अझैसम्म हार्नु भएको छैन उहाँले कन्टिन्यू गइराख्नु भएको छ सुटिङ भइरहेछ गाइस सुटिङ भइरहेछ वाउ अहिले चाहिँ यहाँ दुईजना किन्न गइरहेको छ के किनेको चिल्ली चिकन किन्दैछु हामी चाहिँ होइन मेरिना बेच्नु के किन्नु भएको चिल्ली चिकन सेकेन्ड आई के अल्छी हो रहा है गाइस हेर्नुहोस् काफी साल बाद दिदी भाइ भेट भएको रहेछ एकदमै इमोसनल एट्याचमेन्ट छ दुईजनाको काफी साल बाद भेट भएको रहेछ भाइ चाहिँले त दिदी चाहिँ साह्रै चिन्ला जस्तो पनि गर्दैन साह्रै दुखी भयो दिदी चाहिँ अब हामी चाहिँ फर्केको गाइस फर्केको अघि नै फर्केको गाडी फेरि हुनु खोज्दैन कि यहाँ चाहिँ अब यस्तो ठाउँ छ कि गाडी कुनै हुनु खोज्दैन अब चाहिँ हामी फर्केको उहाँले गाडी बुक गर्नुहुन्छ चाहिँ एउटा बजु आएर जबरजस्ती 50 रुपियाँको चाहिँ यति फुल लगाइदिएर जानुभयो गएको मामाहरूको गाडी सुनिहाल्नु भयो होला पछाडिबाट वै भजाएको स्ट्रिक छ नि हो यहाँ चेन्नईमा फाइनली 2 मिलियन त अब हामी फर्केको जाँदैछौँ हामी गएको गाइस बाई बाई मारिना अब हामी रुम पुगेर एकैचोटि तपाईँहरूलाई देखाउने छु है रुम गएर त पिसी दिन्छ सुतिन्छ अनि एकैचोटि भोलि बिहान देखाउने छु तपाईँहरूलाई गुड मर्निङ भनेर अहिलेको लागि हजुरहरूलाई म सबैजनालाई गुड नाइट भन्न चाहन्छु अब शिवरात्रि ल हुन्छ गाइस फेरि भेटौँला है यस्तो छ नजारा काफी छ फ्रिज अनि अहिले चाहिँ हामी रुममा आइपुग्यौँ होइन सिडीमा हेर्दैछौँ गाइस आफ्नो रुम तरफ लागिरहेको छु मैले चाहिँ सिडीमा हेर्दै हो हामी फाइनली आइसक्यो गाइस अब रुममा हैन हामी आफ्नो रुम तर्फबाट लाग्दैछु सिडी चढ्दा तर बुढेसकालले लागेको छ घुँडा दुख्छ गाइस के गर्नु र अब चाहिँ फाइनली रुम आइपुगिसक्यौँ गाइस गुड नाइट सी यू टुमोरो अब कहिले थाहा छैन यो चाहिँ मेरो फर्स्ट युट्युब भिडियो च्यानल हो गाइस अल्छी नमाने कि केही नगरे कि यताउति त्यो दायाँ बायाँ त्यो के कुरा नगरे कि इग्नोर गरेर हेरिदिनु होला ओ त्याग गरे त्यो दुईजना तल मेरो